ल हामी चाहिँ यता पार्कतिर आएर बस्दै गरेको अवस्था काफल चोर्न आएको घनश्यामले एउटा पनि भेटाएन हो दाइ हेर्न कस्तो धुलो घाँस हो खोइ त हैँसिया ल्याएर काट्नु मन लाग्दैन बाख्राले भन्दा नि सानो हैँसिया ल्याएर खुरुत 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 खुर्केर के भाउजूलाई ल्याउनु अनि हैँसिया पनि चाहियो नि त अनि कस्तो दुध दिँदो यसले होइन साह्रै राम्रो लाग्यो होइन कि यो खान पाएँ कि अनि ल हेरे पारस दाइले त कहिल्यै खुर्केर काटे जस्तो लागेन काटेँ नि मैले घाँस त कति काटेँ खालि बाक्लो बाक्लो त बाख्रा दौरेर चाहिँ ठुल्ठुलो घाँस हेरेर अलिक फटा टाइपको सोच्थ्यो पहिल्यैदेखि मैले बरु काट्थेँ नकाट्न भनेको त्यही काट्ने हो भुल्का मात्रै पार्ने यो त कहाँ मन लाग्छ यस्तो यस्तो बसेर घाँस काट्दा मलाई पनि मन लाग्यो